Hi, Namaskar. It's me, Lakshmi. So today is day two of me trying to be uncomfortable on camera. So yeah, just see this is the problem. Whenever I open the camera, my word goes blank, my mind goes blank, and everything just frees up. Uh, so yeah, this is day two of me trying to be as comfortable as I am on off camera. Mm. Hello, I feel shy whenever I try to talk, but yeah, hope we'll get there someday. Ouch! Sorry for inconvenience. So, mm, what should we talk about? Yeah, please ignore that background. Who cares? I was lying there until now, so I just woke up and I had my tea. Mm, and yeah, I finished one packet of chips. Though I'm fatty, or I'm, how do I say, overweight, I still love to eat junk foods. I feel like I can't survive without them. Those momo, pizza. Oh my god, I love them, all of it. I try to avoid, but you know that my mouth, my brain just want to eat. I could not overcome that savor, that that aroma, that smell. I could not just forget it. So I gulp it without any regret. Yeah. After eating, then I became, oh no, I need to lose my weight. But yeah, again, I'm gaining my weight. But yeah, it is hard to control my mouth. So, mm, I am planning to complete one book in 1 week. But yeah, this is me who is lazy to the hell. I could not complete a single page. I have ordered long time ago. I have ordered books from Daraz, and I feel like I will read it on time, so I'll complete those books. But again, this is me. I could not complete it, so it has been stuck up in my wardrobe. I'm locking them up so that I won't be able to see their faces or see their cover. Mm, थाहा छैन यो अरू मान्छेलाई है नाउ फर्गिभ माई इङ्ग्लिस अनि यो अरू मान्छेलाई चाहिँ ओसिडी हुन्छ क्या सब चिज टक्क मिलेर बस्नुपर्छ यता त्यता होइन त्यो किताबहरू पुरै त्यो बेड चट्ट मिलेको हुनुपर्छ रुम सबै चट्ट यता त्यता आई एम लाइक नेगेटिभ ओसिडी क्या ममा ओसिडी भन्ने नै छैन क्या आई फिल लाइक हुन्छ नि यो मेरै त हो म कम्फर्टेबल भए त भइगयो त भन्ने खालको थिङ्किङ छ ममा भनौँ अथवा त्यो अर्जेन्सी हुँदैन क्या मलाई कुनै पनि काम सक्नको लागि आई फिल लाइक चिल दिन मेरै त हो रात मेरै त हो मेरै रुम त हो भन्ने खालको हुन्छ क्या मलाई चाहिँ अनि सी यो चाहिँ मेरो बिस्तारा हो सासु आमाको बिस्तारा चट्ट छ एकदम मेरो यु क्यान सी माई हालत आई एम नेगेटिभ ओसिडी के भन्छ त्यो आई फर्गट द्याट एक्ज्याक्ट वर्ड हाउ डु आई से मलाई त्यो कुनै पनि चिज भ्याउनको लागि हतारै छैन क्या मलाई त्यो आतुरी नै हुँदैन कि मैले नढाँटिकन भन्नु पर्दाखेरि मैले
म क्रोसे सिक्छु भनेर मैले क्रोसे पनि लिएर आएँ है। अब मेरो साथी उसले के बनाएर भ्याइसके क्या, उसले र मैले सँगै स्टार्ट गरेको भनौँ, उसले स्टार्ट गरेको देखेर मैले स्टार्ट गरेको। तर म अल्छीको ड्याङ I finally completed 2 hat and yeah, I completed 1 t-shirt too. अनि त्यसपछि म मेरो बाबुलाई क्रोसे गरेर एउटा टोपी बुनिदिन्छु भनेर लागेको के, but here I comes with my minus OCD. I could not complete it. So yeah, I have been working on it since yesterday, or I don't know. Ignore the mess, है. Ignore the mess. Yeah, here it comes. See, यो चाहिँ मैले मेरो बाबुलाई म बाहिर जानुभन्दा अगाडि बुनेर छोडिदिन्छु, मम्मीले बनाइदिएको हो भन्ने हुन्छ उसलाई पनि भनेर मैले बुन्न थालेको नि। सी हियर, आई डोन्ट नो म यो कबसम्म भ्याउँछु, अब थाहा छैन। 1 महिना पनि छैन मसँग नेपाल बस्नुलाई। अझ मेरो ओ माई गड है, मैले यो बाबुलाई बुनिदिन्छु सम्झना हुन्छ भनेर बुन्न थालेको, खै टोपीले मलाई सम्झिन्छ कि धागोले मलाई सम्झिन्छ थाहा छैन, मेरो बच्चालाई परवाह छैन। अब जाडो गइसक्न थाल्यो, माघ स्टार्ट भइसक्यो, घाम कस्तो चर्को, गर्मी हुन यो लुगाले गर्मी भएको छ मलाई। बाहिरबाट यो लगाएको छु, यो इनरबाट यो लगाएको छु, सक्यो क्या, गर्मी हुन सुरु भइसकेको छ। त्यही हो, ममा चाहिँ कुनै पनि काम छिटो सक्नको लागि अर्जेन्सी चाहिँ छैन भन्दा पनि त्यो प्रेसराइज म फिल गर्नै सक्दिनँ क्या। अनि लास्ट मोमेन्टमा पहिल्यैबाट यति गऱ्यो भने पो वर्कको लोड बढी हुन्न र मान्छे रिल्याक्स देखिन्छ, चिल देखिन्छ होइन। अनि मलाई चाहिँ त्यो लास्ट मोमेन्टमा गएर सक्नु पर्दाखेरि चाहिँ यस्तो प्रेसराइज हुन्छ है, त्यही बेलामा हेल्थ इस्युहरू क्रिएट हुन्छ अनि सक्दिनँ क्या। एनिवे त्यही हो, म चाहिँ अब यो बाबुको टोपी कहिले कम्प्लिट गरेर सक्छु अनि म चाहिँ तपाईँहरूलाई देखाउँछु है। यो चाहिँ मैले आफै युट्युब हेरेर सिकेको, त्यही हो। मैले मेरो मदर इन ललाई चाहिँ यस्तो कलरको एउटा टोपी बुनिदिएँ, अनि हस्बेन्डको लागि चाहिँ ब्राउन कलरको टोपी बुनिदिएँ। तर उसको लागि चाहिँ मैले ब्लक गर्न बाँकी छ र हस्बेन्डको टोपी चाहिँ अलिकति के भन्छ स्ट्रेच भएको भएर अलिकति लुज, अलिकति ठुलो जस्तो भएको छ। बट या मैले ब्लक गरेँ भने सायद ठाउँमा आउँछ होला, त्यसलाई चाहिँ ब्लक गर्नु बाँकी छ। मदर इन लको चाहिँ ठिक्क छ। त्यसपछि उहाँलाई दिएको मैले टोपी बनाएर दिएको दिनदेखिबाट घाम लागेको छ। सो उहाँले त्यो बिनी लगाउनु भएको छैन। म चाहिँ अब बिस्तारै युट्युबतिर आउन खोजिरहेको छु, अथवा म आउने कोसिस गर्छु। अलि म त्यस्तो प्रो त छैन, जस्तो छ त्यस्तै नै देखाइरहेको हुन्छु मैले चाहिँ। मलाई एडिटिङहरू यता त्यता गर्नु चाहिँ आउँदैन, म बिस्तारै सिक्नेछु। आशा छ तपाईँहरूले चाहिँ मेरो कन्टेन्ट मन पराइदिनुहुन्छ। जस्ट मलाई चाहिँ अहिले यो 1 महिना जति चाहिँ म अलिकति फेमिलियर हुन पाए हुन्थ्यो, अलिकति हुन्छ नि कम्फर्टेबल फिल गर्नु पाए हुन्थ्यो भन्ने चाहिँ मलाई भएर चाहिँ म हिजोबाट भनौँ अब चाहिँ म रेगुलरली नै गर्छु भन्ने हिसाबले हो। यो भ्लग जस्तो गरेर हाल्नु त मन थियो मलाई, तर त्यही हो, ल्याक अफ एडिटिङ। एनिवे ल, यो चाहिँ मेरो दोस्रो दिन। वेल, आई टेन्ड टु प्र्याक्टिस स्पिकिङ इङ्ग्लिस, बट या अगेन इङ्ग्लिस गोज टु wander around and my Nepalese language just slip off. Ani that's all. Hope you guys doing well, and this is me, Lakshmi. So
Bye bye.